हाई एभ्रिवान, नमस्ते। ड्युटी जाने क्रममा नेपालको ट्राफिक नियमबारे भएको विवाद चाहिँ थोरै याद आएको भएर यहाँको ट्राफिक नियम चाहिँ कस्तो छ त भन्ने बारेमा चाहिँ भिडियो बनाउँदैछु आज। एउटा सहरी विकासमा चाहिँ ट्राफिक नियमले कतिको भूमिका खेल्छ त भन्ने कुरा चाहिँ हामीले यहाँ वर्षौँदेखि अनुभव गरेको र देखिएको कुरा हो है। हेर्नु, यहाँ बाटो काट्ने ठाउँमा पनि मान्छे कोही पनि छैन उभिएको, तर पनि ट्राफिक नियम बनेको चाहिँ सबैले पालना गर्नुपर्छ जस्तो लाग्छ। कोही ट्राफिक बसेको छैन यहाँ है, अनि कोही बाटो काट्ने मान्छे पनि छैन। यत्रो गाडी यहाँ पछाडि देख्न सक्नुहुन्छ। सबजना हामी बसेको लाइनमा 5 मिनट भयो र 5 मिनटको सिग्नल यो लाग्छ। अनि हामी यहाँ किन बसेछौँ त भन्दाखेरि नियम हो। नियम भनेको त तोड्न मिल्दैन। अब गल्तीले यो सिग्नल चाहिँ क्रस भइहाल्यो भने फाइन त आउँछ। फाइन सँगसँगै यहाँ त पोइन्ट पनि आउँछ, ब्ल्याक पोइन्ट लाइसेन्समा। अनि अब त्यसको लागि अब यसो गर्यो भनेर हामीले आफूले हार्म गर्न त भएन। रुल्स फलो गर्ने बित्तिकै कति राम्रो देखेको छ सडक नै। आफ्नो रोडमा गाडी चलेको छ है, बाटो काट्ने मान्छेलाई कुनै समस्या छैन, न त्यहाँ हर्नहरू मारेको छ है, आवाजहरू हो हल्ला न केही छ। कति शान्त सहर छ के। यो सब गर्छ रुल्सले। अनि नेपालमा चाहिँ रुल्स पालना गरौँ भन्दाखेरि सबलाई पिर परेको छ अहिले। किन होला त्यस्तो? मेरो रुमबाट ड्युटी पुग्नलाई चाहिँ 10 मिनटको बाटो है। यो ट्राफिक नलाग्नु भएदेखि, सिग्नलमा नरोक्नु भएदेखि। तर मलाई लाग्छ 20 मिनट। अब त्यसको लागि 10 मिनट छिटो निस्किने होइन, सरकारलाई ब्लेम गर्नुभन्दा, रुल्स पालना नगर्नुभन्दा, अरूलाई होइन हानि गर्नुभन्दा त्यो 10 मिनट पहिला निस्किने हो नि त। अब हेर्नु, अर्को सिग्नल लाग्यो फेरि।